हेलो एभ्रिवान, हेर्नुहोस् त कस्तो राम्रो क्या दानेदार घिउ भएको छ मेरो। मैले चाहिँ बटरले बनाएको यस्तै राम्रो घिउ बनाउनलाई मेरो रेसिपी फलो गर्नुहोस् है। मजाले हेर्नुहोस् मैले कसरी बनाएको छु। मैले चाहिँ 12वटा बटरको बनाउन लागेको घिउ। अनि हजुरहरू मेरो गफ सुन्दै आज घिउ बनाएको हेरिछु है। मेरो चाहिँ एकदम धेरै मेमोरी छ क्या, चाइल्डहुड मेमोरी नि एकदम धेरै छ। यो घिउ देख्ने बित्तिकै मलाई कति धेरै कुराहरूको याद आउँछ के। कस्तो हजुर छ क्या। अहिले पहिला सानो बेलामा मामा घरमा जाँदाखेरि हातबाट घिउ नछुइन्जेलसम्म घिउ नहाल्थेसम्म म त खान्न माम भन्दै रहेँ के। कति धेरै नौनीहरू मामुहरूले बनाएर राखेको चोरेर कस्तो खान मन लाग्ने के, कति मिठो लाग्थ्यो मलाई। गफ गर्दा गर्दै मैले भन्नै बिर्सेछु, घिउ त उम्लेर जाँदो रहेछ, त्यही भएर 2टा भाँडोमा बनाएको एकदम बेस्ट हुँदो रहेछ। धेरै धेरै बनाउँदाखेरि मेरो नि झन्डै पोख्या थियो, त्यही भएर मैले चाहिँ बिस्तारै चलाउँदै पकाउँदै गरिरहेछु स्लो हिटमा लो हिटमा। अनि मैले हेर्नु न अर्को भाँडोमा ट्रान्सफर गरेँ, झन्डै पोखेको के, त्यस्तो एकदम बोइल भएर गइहाल्दो रहेछ। त्यही भएर स्लो हिटमा पकाएर लगभग मेरो घिउ पनि बनिसक्यो। तलको अलिक ब्राउन ब्राउन भएपछि झिक्नु पर्दो रहेछ। लगभग भइसक्यो मेरो घिउ। अनि म चाहिँ हेरिरहेको छु कि डढिहाल्छ कि के हुन्छ भनेर। भइसकेको छ मेरो घिउ। अनि यता मैले जारेर रेडी पारिरहेको छु एकदम क्या। कस्तो अब्सेस्ड भइसकेको छु क्या म अचेल सिसाको भाँडाहरूदेखि एकदम धेरै मन पर्न थालेको छ क्या मलाई। पहिला मम्मीहरूको अब्सेसन म बुझिरहेको छु क्या, एकदम लास्ट रमाइलो लाग्छ मलाई अचेल। पहिला चाहिँ मेरो भाइले भातै नखाने के, अनि उसले चाहिँ सेकेन्डचोटि पनि घिउ थप्न पाउने। अनि मैले माग्दाखेरि चाहिँ जुठो भात भएपछि सेकेन्डचोटि घिउ थप्नु हुँदैन भन्नुहुन्थ्यो क्या। उसले चाहिँ भात खाइदिन्छ कि भनेर दिनुहुन्थ्यो मम्मीहरूले। मलाई चाहिँ कति रिस उठ्थ्यो क्या। उसलाई चाहिँ किन दिनु, मलाई चाहिँ दिनुहुन्न भनेर क्या चित्त दुख्थ्यो। उसलाई मात्रै कति माया गरेको, मलाई चाहिँ कसैले माया गर्नुहुन्न भन्ने जस्तो लाग्थ्यो। कति धेरै कुराहरू याद आइरहेको छ क्या मलाई यो घिउ बनाउँदाखेरि नि। कति रमाइलो थियो क्या। अहिले कति पर छु म घरबाट, यति धेरै के बनाइरहेको हुन्छ है। कति मिस हुन्छ क्या सबैजना, कस्तो धेरै मिस हुन्छ। पहिला क्या साँच्ची पहिला म केही गर्न आउँदैन थियो क्या मलाई घरमा आउँदाखेरि। अनि अहिले घिउ बनाएको अनि घरमा फोन भिडियो कल गरेर देखाएको, क्या प्राउड फिल गर्नुभएको के घरमा। त्यो मलाई बटर त पकाल्नु होइन, त्यही नि एकदम के कस्तो खुसी भएर उ गर्नुभएको है। अनि कति कुरा रियलाइज हुन्छ क्या हामीलाई, आफ्नो मामु बाबा घरको मान्छे आमाहरू कति धेरै सपोर्ट गर्नुभएको रहेछ। कति धेरै कुराहरू मैले बुझेकै रहेन रहेछ क्या। अब छोडिदिउँ यस्तो कुराहरू। तपाईँहरूले छाली खानुभएको छ, कसैले तर भन्नुहुँदो रहेछ, कसैले छाली भन्नुहुँदो रहेछ। हाम्रोतिर चाहिँ छाली नै भन्नुहुन्थ्यो, त्यही भएर मलाई छाली नै भन्ने बानी छ। एकदम म चाहिँ कस्तो दुध तताएको देख्नै नहुने होइन, छाली चोरेर खाइदिइहाल्ने क्या। मम्मीहरू चाहिँ कति धेरै जम्मा गरेर राख्नुहुन्थ्यो घिउ बनाउनलाई, म त छाली नै देख्न नहुने क्या। कस्तो मिठो लाग्ने मलाई, कति मिठो लाग्ने छाली, कति खान्थेँ क्या म चाहिँ चोरी चोरी खाइदिने क्या छाली त। म चाहिँ अनि अरू बेला पनि छाली मागेर खान्थेँ कि। अनि आज छाली खायो भने अब पछि घिउ बनाउँदाखेरि 1 चम्ची घिउ कट भयो नि भन्नुहुन्थ्यो क्या। अहिले कस्तो फनी लाग्छ। यहाँ हेर्नु न मैले यति धेरै घिउ बनाएको छु, घरमा केही नगरी बस्ने मान्छे क्या। अहिले घरबाट पर भएपछि के गरिरहेको हुन्छ नि, कस्तो मजा लाग्छ क्या। घरमा पनि क्या प्राउड फिल गर्नुहुन्छ। यो चाहिँ मैले बनाएको घिउ हो, अनि यही युज गरेर मैले खिर बनाएको क्या अस्ति फेरि। कस्तो मजा लाग्दो रहेछ। आज रेसिपी भन्दा धेरै पनि मैले गफ गरेछु होइन। साथीहरू हेरिदिनु अनि कमेन्ट गरिदिनु, अब मैले के कुरामा इम्प्रुभ गर्नु पर्यो, अब अझै के गफ गर्ने त हामी भनेर है त। बाई बाई।